नमस्ते साथीहरू। आज म चाहिँ अब 30 वर्ष पुगिसक्यो, 32 वर्ष भयो, 35 वर्ष भयो होइन, 40 वर्ष हुन लाग्यो भन्छन् साथीहरू सबैले। अब 30 वर्ष काटेपछि के गर्ने त? 30 वर्ष काटेको मान्छेले नगरी नहुने कुराहरू भन्दैछु है त। सबैभन्दा पहिला अब 30 वर्ष, 35 वर्ष, 38 वर्ष भइसकेपछि तपाईँको शरीर के हुन्छ? कमजोर हुँदै जान्छ। त्यही भएर तपाईँले आफ्नो स्वास्थ्यको चाहिँ एकदमै धेरै ख्याल गर्नु पर्यो। खानेकुराहरू एकदमै स्वस्थ खानेकुराहरू खानुपर्छ। भन्नाले तपाईँको खानामा कस्तो हुनुपर्छ भने 30% भन्दा बढी सलाद हुनुपर्छ। सलाद भनेको काँक्रो, गाजर, मुला होइन, यस्तै खालको तरकारीहरू, प्याज, यस्तै कुराहरू चाहिँ हुनु पर्यो। सलाद, फलफुलहरू कम्तीमा 30% हुनुपर्छ है। अनि 30% चाहिँ प्रोटिन भएको खानेकुराहरू हुनु पर्यो। प्रोटिन भएको खानेकुरामा के पर्छ त? जस्तै नट्सहरू होइन, बदाम, काजु, अनि अर्को त जस्तै हाम्रो त्यो भटमासको मस्यौराहरू, अनि अब दालहरू होइन, सिमी, चना, अनि चिकन, कुखुराको मासु अथवा अन्डा, यस्तै खानेकुराहरू चाहिँ 30% भन्दा धेरै हुनु पर्यो, 30 to 40%। त्यसपछि बाँकी 30% चाहिँ तपाईँको खानामा कार्बोहाइड्रेट जस्तै भात अथवा रोटी अथवा आलु यस्ता खानेकुराहरू हुनु पर्यो है त। त्यसपछि तर तपाईँले अनि खानेकुराहरू त्यो मेन भयो। त्यो बाहेक कस्तो हुनु पर्यो भने तपाईँले खाने नहुने कुराहरू खानु भएन। चाउचाउहरू खानु भएन, जङ्क फुडहरू खानु भएन, बर्गर खानु भएन, चाउमिनहरू खानु भएन होइन, बियरहरू खानु भएन, रक्सी खानु भएन, कोकहरू खानु भएन, जङ्क फुडहरू सकेसम्म नखाने। अनि त्यसपछि तपाईँले एकदमै धेरै फिजिकल एक्सर्साइजहरू गर्ने कि 30 वर्ष 35 वर्ष भएपछि तपाईँले नगरी नहुने काममा चाहिँ फिजिकल एक्सर्साइज पर्छ। जिम गर्ने अथवा एकदमै दौडिने होइन, त्यस्तो गर्दा चाहिँ तपाईँको मसल बर्न हुने हिसाबले तपाईँले एक्सर्साइज गर्नु पर्यो होइन। त्यसपछि योगा गर्ने, विभिन्न योगाहरू हुन्छ, कपालभाती, अनुलोम विलोम, भस्त्रिका, प्राणायामहरू सबै गर्ने, अनि मेडिटेसन गर्ने, ध्यान गर्ने। त्यसै किनभने तपाईँले त्यसले चाहिँ तपाईँको मेन्टल हेल्थलाई एकदमै राम्रो गराउँदै जान्छ। मेन मसल बर्न हुने गरेर एक्सर्साइज गर्नु पर्यो। वेट लिफ्टिङ होइन, हार्ड एक्सर्साइजहरू गर्नु पर्यो। अनि त्यो भ्यागुत्ताको जस्तो ठुलो भुँडी बनाउनु भएन। तपाईँको भुँडी हेर्नु पर्यो, भुँडीभित्र जानु पर्यो है। भुँडी लाग्ने गरी खानेकुराहरू खानु भएन, भात कम खानु पर्यो। त्यसपछि अर्को भनेको तपाईँले मेन गर्नु भनेको 8 घन्टा मजाले सुत्नु पर्यो। 7 देखि 8 घन्टा राति एक्सर्साइज चाहिँ गर्नु पर्यो, हप्ताको कम्तीमा 8 घन्टा है त। त्यसपछि तपाईँको अर्को फ्याक्टर आयो सम्बन्ध। तपाईँले सम्बन्धमा एकदमै धेरै भ्यालु दिनु पर्यो। चाहिने राम्रो, एकदम विश्वासिलो, लोयल, अनेस्ट अनि एकदमै प्रोफेसनल राम्रा मान्छेहरूसँग सम्बन्ध बलियो बनाउँदै जानु पर्यो। र नराम्रो नचाहिँदो सम्बन्धहरू र नचाहिने टाइमहरू तपाईँले पास गर्नु भएन। टाइम तपाईँले चाहिने कुरामा चाहिने मान्छेहरूमा मात्र दिनु पर्यो, समय बचाउँदै जानु पर्यो। अब त्यही भएर विश्वासिलो राम्रा सम्बन्धहरू बनाउने र राम्रा सम्बन्धहरूमा मात्र आफ्नो समय लगानी गर्नु पर्यो। प्रोफेसनल मान्छेहरूसँग सम्बन्ध बनाउँदै जानु पर्यो। भएको सम्बन्धलाई महत्त्व दिनु पर्यो। बिहे भइसकेको छ भने म्यारिड सम्बन्धलाई महत्त्व दिने, बिहे भएको छैन भने एकदमै हाइली राम्रो मान्छे खोजेर बिहे गर्ने। नराम्रो नकारात्मक मान्छेहरू होइन, तपाईँको इनर्जी नै ड्रेन गरिरहेछ, सधैँ तपाईँले फकाइरहनु परिरहेछ, सम्झाइरहनु परिरहेछ, तपाईँलाई अझै टेन्सन दिइरहेछ भने त्यस्तो मान्छेहरूलाई जिन्दगीबाट निकालिदिनु पर्यो। त्यस्तो कामहरू पनि छोडिदिनु पर्यो। तपाईँलाई कामले टर्चर दिइरहेछ, नराम्रो भइरहेछ, पैसा कमाउनु नि सकेको छैन, नराम्रो भइरहेछ भने छोडिदिनुहोस्। राम्रो काम खोज्नुहोस् सकेसम्म। अनि पैसालाई पनि तपाईँले कसरी युज गर्ने त? आफूसँग पैसा छ, अलरेडी भएको पैसालाई पनि तपाईँले कसरी चाहिँ युज गरेर अझ धेरै पैसा कमाउने, केमा लगानी गऱ्यो भने चाहिँ पैसा धेरै कमाउनु सकिन्छ भनेर सोच्नुपर्छ यो टाइममा। भन्नाले बिजनेस गर्ने हो कि साइड इन्कमहरू गर्ने हो कि, त्यो कुराहरूमा एकदमै फोकस गर्नुहोस्। त्यो बाहेक अन्त्यबाट तपाईँले चाहिँ के गर्नुहोस् भने अनि आफ्नो मानसिक शान्तिको लागि गर्नुपर्ने सबै कामहरू गर्नुहोस्। योगा, ध्यान, मेडिटेसनहरू, जिम गर्नुहोस्, दौडिने गर्नुहोस्, एक्सर्साइज गर्नुहोस्, तर आफूलाई फिट एन्ड फाइन राख्नुहोस् कि भुँडी ठुलो हुन नदिनुहोस्। किनभने यो 30, 35, 38 वर्ष भएपछि नि तपाईँले एक्सर्साइज गर्नु भएको छैन भने तपाईँ 40 वर्ष भएपछि बुढो देखिनु थाल्नुहुन्छ है। तपाईँको सुगर बढ्न थाल्छ, कोलेस्ट्रोल बढ्न थाल्छ, भित्रभित्रै तपाईँको थाइरोइड बिग्रिसकेको हुन्छ, पेटले खाना राम्रोसँग पचाउन नसकेर भुँडी लाग्न थालिसकेको हुन्छ। त्यो तपाईँलाई थाहा भइरहेको हुँदैन। त्यही भएर खानेकुराहरू मैले सुरुमै भने जस्तै गरी एकदमै मेन्टेन गर्नु पर्यो। त्यही भएर यति कुराहरू गर्नुहोस् भन्दै म आजको लागि यो भिडियो चाहिँ यहीँ अन्त गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्ते।